साथीहरु हामी आज तपाईलाई नुवाकोटको डाँडामा यो बोटोलको नुवाकोट हो काठमाडौँको नुवाकोट हैन है हजुर हजुर त्यो देखाउन गइरहेका छौं हामी मामा देखाउँछौं तपाईलाई वहाँबाट यो बोटोलको मनोरम दृश्य कस्तो देखिन्छ भनेर आज देखाउन गएका छौं है हजुर टाटा किनारा त तान्ने हुन्थ्यो क्या हैन अलि गाडीमा यसुदी बुढो भयो गाडी हजुर शिवपुरीको जंगलमा जाँदाखेरिको बाटो जस्तै रहेछ कि ए बाटो हेर्दा राम्रो पिकनिक चलेछ आज होस् पिकनिक चलेछ बुटोलको हरन पनि खान नपाए जस्तो बच्चे कति भयो रे यो नचलेको स्कुटी 1 महिना जति भयो होला अनि बिचरा बल्ल चल्यो खानै पाएन अनि काँडा जाउस् त पैसा आएको 10 महिना 1 महिना जति भयो यहाँबाट हेर्ने उहाँ माथि हो अझै माथि हो यो आधी ठाउँ भनौँ न यो पौनी ठाउँ हो उहाँ माथि हो कि आज रातिमा बबाल भ्यू आउँछ यहाँबाट ल यही रोकम यही हो यतिबाट जाने हो कि यही भ्यू पोइन्ट गाइज हामी यो बुटोलको भ्यू पोइन्टमा पुग्यो हामी मामा भन्छ हेलो 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 मामा केही भन्न छ आफ्नो त फर्स्ट टाइम आएको हेरौँ कस्तो देखिन्छ सुने अनुसार चाहिँ राम्रै देखिन्छ अहिले चाहिँ राम्रो बनायो बिहान बिहान आउँदाखेरि यस्तै थियो अहिले पिच गर्यो मार्बल सार्बल टाइल साइल अब त के भन्ने हो डेटिङ स्पोट गट्याङ गुटुङ सब चल्छ यहाँ अनि बाहिर आउन सक्नुहुन्छ महिला मित्र आउन सक्नुहुन्छ पहिलो आवाज हनुमानजी आया गाइस हामी भ्यू पोइन्टबाट माथि अब अर्को भ्यू पोइन्टमा हाम्रो हनुमानजी हेर्नुहोस् मामा कस्तो लाग्यो भ्यू पोइन्ट राम्रो आउनुपर्ने जस्तो रहेछ साँझमा दिउँसोमा त अलिकति पहिलो देखिने रहेछ साँझमा आउने हो भने एकदम लाइटनिङले गर्दाखेरि राम्रो देखिन्छ जस्तो लाग्यो मलाई साँझमा र अनि बिहानमा चाहिँ सनराइज पूर्व साइड पर्छ नि उतातिर रनिङ गर्दै यहाँसम्म पुग्थ्यो बिहान त्यता कस्तो जङ्गल खिचकन्डी आउला जस्तो हुन्थ्यो उता बस्यो नि त्यता एक्लै हजुर अरू एक्लै आउँथ्यो कथेरो हुन्थेन बुढाहरू हुन्थ्यो कहिलेकाहीँ उता चाहिँ जान्थेनन् मै मात्रै जान्थ्यो
कहाँ यो हुने हो भ्यू पोइन्ट त पुरा भ्यू देखिन्छ गरे अझै माथि हो जहाँ बस्ती आउँछ नि हो त्यहाँबाट उता हिँड्दै जानुपर्छ ए मामाश्री मलाई त जाडो जाडो हुन लाग्यो बाटोको त होली 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 माउसी होली होली पहिरो गएको होइन गाइज अझै 2 किलोमिटर छ तर तीन टायर त म पत्ता नै यो स्कुटीलाई तर मामा कोर्स बसेर चाहिँ कस्तो होइन खाली हो त्यत्तिकै जम यस्तो हो ढकेल्ने तानम ए सुरु के बन्द हुन्छ बन्द भयो यो बुढो स्कुटर हेर्नुहोस् तर होइन चाहिँ त्यो पर्छ आमा चस्माले फाले आइजन् चस्माको खोल म त बिलबुक जस्तो लाग्थ्यो तर यो स्टार्ट हुने जाने गाइज हेर्नुहोस् भ्यू भाउ बुढो बाटो त एकदम प्लास्टिक छ जताततै पहिरो छ भाँसे हो म धेरैमा आएँ मामा यहाँ म आउँदाखेरि ड्राइभर हो कि यो गिटी बिचाउँछ नि हो त्यो थियो बल्ल अन्त पिच भएर पहिरो नि गइसकेछ के जाडो हो कि हामी हाफ प्यान्ट र टी सर्टमा झर्न लाग्यो त यति हो के जाने नुहाको रिसोर्ट त्यता हो हामी यता जाने हो ए यहाँ त खुब चल्छ नि सुरु हो क्या अफरोड अच्छा तलसम्म होला सायद आउनु दुःख मान्ला अब त केही छैन गादा राखेर लिएर हामीलाई ज्यादा पुगे भयो राम्रैसँग जङ्गली एरिया उति जान्छ होला नि हामी हाम्रो केवलकार कार्यालय भन्छन् कि अफिस भन्छन् यही हो काउन्टर
केबल कार बन्द हुने समय भएकोले यात्रारत महानुभावहरूलाई केबल कारको स्टेसनमा आउनु हुन पृथ्वी हो जाम पानी हुन्छ पानी पुगेको हुन्छ सब पुगेछ हजुर त्यो डुब्ला अरू भन्दा नि मूर्ति दामी हुन्छ लगानी गर्नुपर्ने हो तपाईँले मैले माथि गरेन भएन मामा गायो यो छ मामाले देखाएको बाटो त सही होइन होइन अगाडि हिँड्नेको आइन्थ्यो बुटलको भ्यू पोइन्ट हाम्रो केवल कारहरू चलिरहेका छन् Wow. Wow. Ini wala di bawah mana dia? Itu paraja. Aku kemana mereka? Ini bayarnya apa? Mereka mengonjit ya. Kosong. Where you? Hari baik taraf.